झालमुरी खाने हो। यहाँ मुरै यसमा यम्मी अरू खुर्सानीको धुलो अरू यो मसला के को कुनै छोरीले पठाइदिएको हो नेपालबाट त्यो हालेको छु। अरू यो मुङ दाल हो। अरू यहाँ छ गन्धे यसलाई मसिनो काटेर हाल्ने हो चाटमा राम्रो हुन्छ। अरू यहाँ प्याज हरियो खुर्सानी यहाँ आलु बोइल हुँदैछ। यो हो गन्थे पत्ता यसो भएर खाने मिठो लाग्छ। हामी अब रोटी हालेर खाएर स्वाद मिठो हुन्छ। यहाँ मेरो कन्हैयालाई हाय हामी नेवारी च्यानलमा हामीलाई लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु होला शेयर गरिदिनु होला भन्नु न फलो गर्नु होला भन्नु न हाय मेरो आजीलाई भन्नु न के गरी देखायो। हेर्नुहोस् यहाँ आलु काटेर यसरी मसिनो गरेर उसिनेर आलु मसिनो काटेर यहाँ यसरी हाल्नुपर्छ। यसरी किनकि बाहिर यसरी झालमुरीहरू यसरी किनेर खानुहुँदा बाहिर धुलो सुलो हुन्छ हातहरू कति बेत्रा हुन्छ। त्यही भनेर घरमा बनाएर खायो भने आफ्नो सेहतको लागि राम्रो छ। घरमा गरमको दिन आयो अल्छी लाग्छ के खानु मन लाग्छ यसरी घरमा बनायो खायो। यो मुङ मको तिलमा पनि पिसेको छु अलिकति हालेर। अब यो अलिकति स्वाद मिलाउनुलाई अलिकति हालिदिएको छु। यसरी अब यसरी बनाएर खाएन घरमा भइहाल्यो। बाहिरबाट किन्दै खानुहुन्छ लेत्रा पेत्रा हात मैला के मैला धुलो दुने तेल। यो तिल पनि अलिकति पिसेको छु। तिल पनि हालेर सेन्ट पनि राम्रो आउँछ खानु पनि राम्रो लाग्छ। यो चाहिँ हो छोरीले पठाइदिएको चाहिँ नेपालबाट मसला। यसमा चाहिँ के मसला छ त्यो थाहा छैन। अघि पनि अलिकति हालेको छु अलिकति अहिले पनि हालिदिएको छु। अरू यो हो चुक अमिलो निमुटेका छैन यही चुक अमिलो हाल्ने हो। यो पनि नेपालबाटै पठाइदिएको हो। यसरी चुक अमिलो पनि पानी हालेर पातला नपातला भएर मको तिलमा पनि पिसेको छु अलिकति हालेर। अब यो अलिकति स्वाद मिलाउनुलाई अलिकति हालिदिएको छु। यसरी अब घरमा आएको राम्रो नै हुन्छ।